से खाना गुड मर्निङ गाइज वेलकम ब्याक टु द च्यानल है। आज चाहिँ अब के भन्नु अघि भर उठेको है, अलि नराम्रो दिन छ यार गाइज। यार हिजो बाइक पनि बिग्रियो मेरो, सो इन्जिनमा अलिकति प्रब्लम देखाइरहेछ। 70,000 किलोमिटर प्लस कुदिसकेको थियो क्या बाइक चाहिँ कुद्नु चाहिँ 2.5 वर्षमै। सो अब आज चाहिँ गएर बाइक बनाउन जानु छ। अब बाइक के भनौँ, स्कुटी हो होइन। सो स्कुटी बनाउन जानु छ। हिजो काम पनि गर्न पाएन, बिचमै हाफ डे गरेर आउनु पऱ्यो है। सो अब जाने, अब त्यो कमानमा एउटा राम्रो छ सिफु भनेर भनेको छ गाइजहरूले, केटाहरूले रेकमेन्ड गरेको थियो। सो अब त्यहाँ जान्छु अनि हेरौँ अब कति चुरा लाग्ने हो है। तनाव छ यार गाइज। यार यहाँ यसरी बसिरहेको छ स्कुटी त बिचरा यार। अब आज बक्स खोलेरै जानुपर्छ। यो इन्जिन लाइटले चाहिँ गर्नु गऱ्यो क्या, अब तनाव छ यार। म चाहिँ अहिले पार्किङको अब लिफ्ट कुद्दैछु, कतिखेर आउनु है, माथि गएको छ होला गाडी कुदाउन। 1 eternity later। अब तँको मान्छेले जाउँ है त। क्लिनिकमा आइपुग्यो गाइस। अब बाइकलाई भित्र लगेर इन्सपेक्सन गरौँ अनि हेरौँ है त के भन्छ सिफुले। बाइकहरू त टन्नै रहेछ भित्र, पालो कतिर आउने है, हेरौँ एकचोटि। Oh yeah, no dropping now. Okay, very good. Thank you, Shibu. बेल्ट चाहिँ चुडेन यसरी खिएर रहेछ। बेल्ट चुडेन भनेर भेरी लक्की भन्दैछ सिफुले। कस्तोसँग खाएर रहेछ त यार। त्यो टोटल खर्च चाहिँ आज मेरो 3,700 भएछ गाइस। अब निकै छ रिप्लेसमेन्ट्सहरू है। ल अब चाहिँ बाइक पनि धुन जानु पऱ्यो, लास्ट भएछ है। तर बाइक पनि धुन्छ अनि त्यहाँबाट घर गएर खाना खानु पऱ्यो यार, भोक पनि लाग्यो अब त। इन्जिनको जुन सेन्सर छ त्यो चाहिँ बिग्रेको रहेछ। सो सिफुहरूले रिसेट गरिदिइहाल्यो। अनि थ्रोटलको पनि सेन्सर चाहिँ गएको रहेछ, नयाँ पाएन तर सेकेन्ड ह्यान्ड किनेको रहेछ एउटा, त्यो हाल्यो। अब क्लच प्लेट पुरै गएको रहेछ, बेल्टहरू हालत देखिहाल्यो अघि नै होइन। त्यो सबै ट्याङडुङ चेक गरेर सबै चेन्ज गरियो, अगाडि पछाडिको डिस्क प्याड होइन। त्यस आज निकै काम गर्यो। स्पार्क प्लग पनि जान लागिसकेको रहेछ, निकै कालो भइसकेको रहेछ। सो यस्तै अब खर्च पनि निकै छ यो काममा है। अब जस आज 20,000 जस्तो किलोमिटर्समा चाहिँ सबै चेक एकदम थरो चेक गर्दा राम्रो। पैसा त अब अलिअलि खर्च भइहाल्छ नि होइन। तर अब त्यो पैसाले फेरि अब अर्को 1-1.5 वर्षसम्म 1 वर्ष जतिसम्म चाहिँ फेरि खासै दुःख नदेला होइन। फेरि पैसा नि त कमाइन्छ नि त फेरि। लगाइज अब चाहिँ लास्टै गर्नु भयो। अब सिधा लगेर बाइक चाहिँ पार्किङ लगाएर हालिदिउँ अनि त्यहाँबाट घर गएर खाना खानु पऱ्यो यार। खाना खान्छ कि खाजा खाइन्छ। अब खाजा खाने टाइम बेसी के खाना खानु है। तिनीहरूलाई छोयो भने त बाइकै जान्छ होला। त्यहाँ नै फ्यार आवाज आइरहेको के भएर रहेछ भन्दाखेरि चाहिँ एक्जस्टको मुनिपट्टिको एउटा नट रहेछ, त्यो चाहिँ लिटरली फुटेर नै खसेको रहेछ क्या। त्यही भएर चाहिँ हिजो आवाज कस्तो घिनलाग्दो आवाज आइरहेको थियो एक्जस्टको मेरो चाहिँ। तर आज अघि गएको सिफुले त्यो पनि फेरिदिनु भयो, ठिक भयो सबै। मेरो स्पट चाहिँ यहाँभित्र हो क्या, ठ्याक्क त्यो R8 को भित्र राख्छु मैले चाहिँ बाइक। स्कुटी भनौँ न के बाइक भनौँ।
चाहिँ उसको ठाउँ, यहाँ चाहिँ मेरो ठाउँ। यो बक्सलाई पनि हाल्दै ठाउँ। यो बिना त काम गर्न इम्पोसिबल छ के फेरि। यो पनि यसो बाहिर घुम्दाखेरि चाहिँ म निकाल्छु होइन, तर काममा जाँदाखेरि चाहिँ एकदम मस्ट हो क्या यो। किन कहिलेकाहीँ अब अर्डर आउँदै गर्दाखेरि यति धेरै खाना हुन्छ है, एउटा अर्डरकै 2-3टा ब्याग भइदिन्छ। फेरि यो किटामा चाहिँ फेरि यसो राइडर साइडर थप्नु पनि अलि इच्छा हुन्छ क्या। फुड पान्डाहरूले चाहिँ अब जस धेरै खाना छ भने डेलिभरले चाहिँ थपिदिन्छ होइन। किटाले चाहिँ अलि त्यो कुरामा चाहिँ कमजोरी छ है किटाको चाहिँ। सो त्यही हो। ल आजलाई यति नै है, अब बाइकको काम चाहिँ सक्यो। थ्याङ्क गड बचेँ म। जति चाहिँ ड्यामेज सोचेको थिएँ त्योभन्दा धेरै कम रहेछ। ल अब खाना खाने त्यस्तै हो। आज खाजा खानु पर्ला अब एकैचोटि। हेलमेट सेलमेट यहीँबाट जानु पऱ्यो, बोकेर जानु पनि झ्याउला रहेछ। 1 eternity later. Alright guys, finally हाम्रो ब्रोडब्यान्डको नयाँ गीत माया गर्छु फाइनली फिनिस्ड इट टुडे। सो मास्टर पनि मैले गरिसकेँ। मास्टरको चाहिँ मैले 3-4वटा भेरिएन्ट्सहरू स्लाइट चेन्जेसहरू भएको पठाइदिइसकेको छु। सो उता नेपालमा अब गाइजहरूले डिसाइड गर्छ कुन चाहिँ यसलाई चाहिँ फाइनल रिलिज गर्ने भनेर। सो थ्याङ्क्स अगेन हेमन्त हाम्रो साथी र उसको स्टुडियो चित्र रेकर्डिङ स्टुडियो, अनि हाम्रो ब्यान्डको अहिले जति पनि मेम्बर्सहरू सबै काम गरिरहनु भएको छ होइन, हुज मेकिङ दिस ह्यापन। उहाँहरू पनि सबैजनालाई उहाँहरूको टाइमको लागि धेरै धेरै धन्यवाद होइन। त्यही हो, अब दिनभरि अघि बिहान आएबाट खाजा खायो अनि दिनभरि यही काम गर्दामै आधी दिन त गइहाल्यो, बेलुकी नै भइसक्यो अलमोस्ट 6 o'clock है। अब दिनभरि बस्दा बस्दा दिक्क भयो घरमा कोठामा। अब एकछिन पार्कतिर घुम्न जाने भनेको चाहिँ बुढीले। सो अब बुढी म अनि उसको साथी आउँदैछ सानो छोरी लिएर, अनि त्यसपछि दिदी पनि आउनुहुन्छ होला सायद। सो को आउँछ जम्मा एकछिन पार्कतिर जाउँ, हात खुट्टा यसो तन्काउँ होइन, एकछिन फ्रेस हावा खाएर अनि फेरि घरतिर आउनुपर्छ। खानेकुरा भिडाउन ला यसरी अब टुरिस्ट भन्न थालेछ क्या तिमीलाई। हेलो रिया। हेलो हेलो आर्या। हेलो दादा। क्यारी अन पो लिएर आएको, गड्डी ल्याएन ओके। अनि उस लिएर आयो हुन्थ्यो त, गड्डी लिएर आयो। खैले उयो ब्याग देऊ म बोकिदिन्छु। ल्याउ म बोकिदिन्छु कि तिम्रो गाह्रो ल्याउ। ए उसको हो त्यो हेर्दैछ, हेर न मलाई वेट गर्दा गर्दा होइन होला। कुन पार्क जानलाई हो र? भिआइपी पार्क ल। म गएको छैन क्या त्यो पार्क। यिनीहरू जहिले भिआइपी पार्क बाबुलाई पनि लिएर गएको। म थिइनँ होला नि त, म त त्यतिखेर होला नि। होला ल जाउँ न त पार्कतिर। हे भगवान्, हेर्दा हेर्दा दुईजनाले जुत्ता धरि सेम किनेछ क्या। अब हो त नि, अन्त सेमै भएछ दुईजनाको जुत्ता त। खै तिम्रो चाहिँ सेम भएन? तिम्रो अनि उसले अलिक पफ गरेर लाग्छ नि त। जुत्ता पनि सानो छ। आर्याको चाहिँ सेम भएन छ नि त। ला खै हो भएन, ला भएन सेम। अब पछि यत्रो लगाइदियो मात्रै। अब यहाँ छ माथि। ए माछा चल्दैन नि छोरी धेरै। अब यहाँ ल पाला पाला ए अब लायनमा जाने हिँड्छ। ए कति भयो रिया हिँड्न थालेको? त ठुलो रहेछ कत्रो यो लायनको त फेस। खै खै ओहो खतरा हिँड्दो रहेछ त। मेरो हात नसमाति रे, मेरो हात नसमाति भन्छ। तिम्रो ब्याग लिएर आउँछ। कहाँ जाने नि? ल
हाँस्दै छ यहाँ स्लोप रहेछ याद गर किन नहाँसेको हाँचेको खै अब पहिला सारी बोक्ने भइसकेछ अब बोक्ने उस भएछ त बच्चाहरू मान्दैन क्या फेरि खालि बोक मात्र भन्छ है बेलुकीतिर पार्कतिर आउनुपर्छ क्या गाइस बल्ल अलिकति दिमाग पनि फ्रेस हुन्छ क्या दिनभरि घर बस्दा बस्दा दिमाग खराब भएर के रहेछ के हो के रहेछ खै त्यहाँ उयो कि बिल रहेछ कि यहाँ बिलहरू हरियो के रहेछ के गर्दै बस्यो त रिया आज दिनभरि छोरीलाई नै हेर्दै के गर्नु त्यही त हो त त्यतिकै जान्छ सुताउने उठाउने खुलाउने बच्चा हेर्नु भनेको चाहिँ एउटा फुल टाइम जब भन्दा नि गाह्रो काम है फेरि नुहाइदिने आज नुहाइदिएको ए हो त त्यतिकै बिजी भयो पाकमा ल्याउनै पर्यो हो नि पार्कमा ल्याएन भने त फेरि गाउँमा यस्तो सानो घरमा दिनभरि बस्दा त पार्कमा ल्याएन भने त फेरि लाइफ ड्यामेज भइहाल्छ नि के ल्यायो बुढी झोलामा चिज केक हो रियाले चिज केक हो लेमन केक रहेछ लेमन केक भएको भात पाकमा चाहिँ खाना आएको जस्तो चिया ल्याएन चिया सोडा वाटर होइन चिज चिया ल्याएन चिया यसलाई चिज केक मात्रै अनि चम्चा ल्याएन चिज केक खानलाई नेपाली स्टाइलमा हातले खाने तिम्रो त्यो होइन नि यसमा मिठो गरेर हाम्रो एल्बिनले यस्तो गरेर त मैले नहेर्दा पनि मिठो गरेर राख्थ्यो के अरे बसुले टोकेर लिएर आयो होला यो पार्क पनि रमाइलो रहेछ यस्तो बिल्डिङ छ र सराउन्डेड रहेछ अनि ट्याक्क बिचमा चाहिँ बच्चाहरू खेल्ने ठाउँ रहेछ अनि मजाको रहेछ क्या यता तल चाहिँ यस्तो छ क्या तल चाहिँ यस्तो टाइपको रहेछ होइन अनि यो चाहिँ ठ्याक्क अप्पर प्लेटफर्म रहेछ अनि यहाँबाट चाहिँ मजाले फेरि हेर्नु मिल्दो रहेछ क्या पहिला आएको थिएँ म यहाँ बाबु सानो हुँदाखेरि तर म त्यसपछि आएको छैन क्या धेरै भयो यता नआएको त यसो हातले मुख छोपेर हाँस्नु न यसरी आयो यसरी गर्छ न फेरि हाँस्नु न फेरि यसो हेलो नमस्ते दिदी नमस्ते ओहो उमङ त म जत्रो भइसकेको छ त उमङ के छ वेलकम ब्याक हेलो तिम्रो त मैले नामै बिर्सेँ नि कस्तो नाम बिर्सेको उसको ए त उर्बी है कस्तो बिर्सेको राम्रो आइपुग्यो बाबु सेफ फ्लाइट है कहिले आएको हिजो होइन कि अस्ति हो शनिबार हिजो अस्ति ऊ बहिनी ऊ अघि नै बाई बाई भनेको अहिलेसम्म यही छ त नि अलिकति ढिलो भएछ यो पनि फेरि खोज्छ नि त अनि भयो म जान्छु है औ सोल्टी पुगिसक्नु भयो होला घर ल बहिनीको नाम आर्या आर्या भन ल हाई आर्या म उर्मी भनेर भन ल इन्ट्रोड्युस गर ल मेरो नाम उर्मी हो आर्या भन्न मेरो नाम आर्या हो दिदी भन न ल बाई ल बाई रिया सी यू ल विशाल छोरीलाई सम्झछ भन्दै है ल जाउँ फेरि पार्कतिर हामी त पार्कमै थियौँ फेरि पार्कमै
यस्तो गरेर त भुँडी त घट्दैन होला त बुढी आर्म्सहरु घटाउनु पर्यो साह्रै ठुलो भयो यो चाहिँ खुट्टा घटाउने होला हैन बुढी यसले त थाइहरु घटाउँछ अल द बेस्ट त्यत्रो एक्सर्साइज गर्दाखेरि त घट्न गाह्रो छ गाइस है अब त्यही भएर यो फर्स्ट कुरा चाहिँ मोटाउनु नै नहुने रहेछ क्या एकचोटि मोटाइसकेपछि दुब्लाउनु चाहिँ लास्टै गाह्रो हुँदो रहेछ क्या यो घुमाउँदाखेरि त दिदीलाई त डिजी जस्तै थिएछ ल दिदी बाई 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 दिदी सी यू मन्डे अब एक्सर्साइज पनि गरिहाल्यो फेरि गएर खाने होइन त्यो खै कहाँको उमङ्गहरूलाई बाई भन्नुपर्ने कहाँको दुईजना खै कता गयो दुईजना A few moments later. हेलो नमस्ते दिदीमा नमस्ते माइजू नमस्ते प्रणय के छ हालखबर दाइ हेलो धन्यवाद इन्भिटेसनको लागि खाना होइन यस्तो खानुपर्छ बेला बेलामा पानी पानी नर्मल कि स्पार्कलिङ युरोपको कसैहरू स्पार्कलिङ वाटर खान्छ नि त हो र यस नर्मल पानी होइन त ट्याप वाटर एउटा पोक सेकको एउटा चिकन सेक पनि गरिदिइहाल्नु पोक नेक हुन्छ कि हुँदैन अहिले पोक नेक पनि एउटा गर्नु अस्ति खाइदियो दामी थियो क्या अनि प्रणय तिमी के खाने स्टार्टर मोमो ल्याएको पनि ए मोमो भन त स्मार्ट आइडी बनाउन तिनैजनाको होइन दिदीको त होइन दिदी चाहिँ यसै साथी मात्रै आएको मेरो थाहा छैन हजुरहरुसँग चेक गर्ने भनेछ चेक गर्ने क्या ओके उता नाति बाजेको मेरो सेम पढ्दैन यस्तो दिदीको यस्तो थियो कि यो 21 को मिस गर्यो कि के भन्थ्यो कसको चाहिँ 21 को मिस भएको ए हो र त्यो त गर्नै पर्छ त्यो चाहिँ गर्नै पर्छ अस्ति उसको नि त्यही भएको हैन नि स्मार्ट आइडी भए पनि 21 फेरि गर्नुपर्ने हो ल त्यो चेक गरौँ न त यो त यहाँ हेरेर थाहा हुन्छ यसको लागि त इमिग्रेसन गरेर बुझ्नुपर्छ म त थाहा हुन्छ होला हुँदैन नि त त्यहाँ हेरेर त्यसमा हुन्छ नि त त्यो पर्मानेन्ट डिपेन्डेन्टको त थाहा स्मार्ट आइडी नै हो तर त्यहाँ गएर चाहिँ भन्नुपर्छ कि मेरो 21 को चाहिँ मेरो मिस भएको थियो 21 को नि छैन के आइडी अनि त्यो भएर 21 को इङ्ग्लिसमा बोल्दा नि हुन्छ क्या यिनीहरू चाहिँ अड्किँदो रहेछ क्या त्यो हुन्छ नि नेपाली यहाँको नाम भन्न पाएको ए अपोइन्टमेन्ट हेर्ने थियो युकेबाटै अनि अस्ति शनिबार गएको थियो फेरि के अरे तिम्रो 18 र 21 को छैन भनेर भन्छ अब होइन वन टाइममै अब भोलि होइन पर्सिको लागि अनि तिम्रो चाहिँ किन 21 मा नआएको म युकेमा थियो अनि युकेमा अवेर थिएन हजुर अवेर थिएन त्यो बारेमा बेला कोभिड लाग्थ्यो अनि त्यसपछि आउँछ ए कोभिडको टाइममा भनेपछि राम्रै पाउँछ कोभिड ओभर भएको चाहिँ धेरै वर्ष भइसक्यो ए कोभिड त नि त्यसपछि धेरै के युनिमा थियो ए पछि युनिमा धेरै युनिमा थियो भने चाहिँ त्यो कस्तो हाँसेको युनिभर्सिटीमा पढ्दै थिएँ हैन मेरो सेमेस्टर अनि त्यो मिल्छ एउटा भ्यालिड भनेपछि अलरेडी प्रिपेयर्ड हैन सबै प्रिपेयर्ड हैन प्रिपेयर्ड छ हाम्रो छोरीहरू एकदम प्रिपेयर्ड छ अनि हाम्रो आजी लाज भनेको मोबाइल पकेटमा राख यिनीहरू जस्तै टिकट दिनको 27, 28 को टिकट छ यिनीहरूको रिटर्न टिकट अनि त्यो यिनीहरूले होइन यिनीहरू 28 फल्दै चाहिँ हामी छिटो गरिदिन्छु त भन्दैन नि त उनीहरूले ए तिमीले फकाउनु पर्यो भनेपछि तिमीले तिनीहरूलाई कन्भिन्स गर्नु एउटा एकदम इम्पोर्टेन्ट भ्यालिड रिजन चाहिँ यो मान्छे चाहिँ जानै पर्छ होइन भने चाहिँ मेबी उनीहरूले कन्सिडर गर्ला
मात्र भने चाहिँ अलिकति झुलाउँछ कलेज थियो अनि अभियसली प्रोटेस्टहरू नि के चलिरहेको थियो नि त त्यतिखेर त्यही भएर प्रोटेस्ट भएको बेला आए नि गयो अनि प्रुफहरू नि मसँग प्रुफ छ तँलाई चाहियो भने भनेको थिएँ तर उहाँहरूले चाहिँ अलरेडी लेटर पठाइसक्यो दिस इज सेकेन्ड लेटर अनि बल्ल त आइस त्यही भएर चाहिँ रुल्स वाइज चाहिँ वी कान त्यो रुल्स त्यही भएर चाहिँ राइट टु ल्यान्ड गरिदिन्छु त्यही हो अब पछि पर्मानेन्ट चाहियो भने चाहिँ यु निड टु स्टे लाइक 7 years नै यहाँ अन्त त्यही प्रोसेस भनेको होइन यस्तो खास प्रब्लम होइन त्यो तर हामी चाहिँ कस्तो भने हामी ठाउँमै छैनौँ नि त हामी युके जान्छौँ कोही हामी नेपाल जान्छौँ नेपाल पढ्न बस्छौँ अनि उनीहरूले त गभर्मेन्टले त आफ्नो रुल्सहरू चाहिँ फलो सबले गर्नु पऱ्यो नि यहीँ भएको भए त प्रब्लम आउँदैन नि त यो कुराहरू त होइन अनि हामी कसैलाई युके बस्नु परेको छ कसैलाई नेपाल बस्नु परेको छ अनि त्यो त्यसलाई त हामीले ब्लेम गर्न मिलेन नि त गभर्मेन्टलाई त त्यही भएर यो चाहिँ एकदम ल खै के रहेछ ल हेर्नु त त्यहाँ भात छ यो के हो दाल हो यो पनिर यो मटन यो दही घी लालमोहन रहेछ ब्रोकोली एकदम मिठो छ हो ल सही ल सही है त्यहाँदेखि एसी बन्द गरिदिएँ सेडेको उडाइदिएको त के भएकोमा के तर्स्यो भने स्याइ पनि भने होइन के भएर त बुढोको भएकोमा मैले सेडेको उडाइदिएको यो तर्स्यो के त्यहाँ त उठेर नाइ नाइ गाइस ना 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 यहीँ राख्दैन अनि हामी यताउता हजुर धन्यवाद दिदी यो चाहिँ के गर्यो छ सबै खाना पचाउने ग्याङहरू हो होइन यो के होइन यो पार्कमा आएर चाहिँ हजमला बिना खाना पचाउने चाहिँ यसरी हो होइन अन्त ऊ बहिनी चाहिँ उता स्विङ खेल्दै हुनुहुन्छ होइन मा पनि पिङ खेल्ने मा अस्ति नै त बिग्रेर राखेको थियो अहिले त पुरा बनाइसकेछ यहाँ यिनीहरूलाई आएर सबैलाई आएर फाइन हान्छ क्या यिनीहरूलाई आर्मी भनेको आर्मी हो नि त उता आर्मी हो नि त फेरि सिज एक्चुली इन सर्भिस होइन उता माथि त कल्नु पार्कमा होला त्यो त अहिले बन्द भइसक्यो ए यहाँ थियो एक्चुली जिप लाइन होइन सुरु जाने यहाँ थियो अस्ति भर्खर हटायो यो अस्ति अहिले लड्छ है बुढी त्यो शिवले त्यो मफलरमा बाबीको गएको त्यहीँ छोडेछ त्यसले भनेको थिएँ नि मैले त्यहाँ त्यो क्लिपतिर त बिचारा मरे मलाई गाह्रो छ अरे गाह्रो हुन्छ नि अहिले आर्मीमा चाहिँ पोजिसन के छ नि आफ्नो लान्स कर्पोरल अलराइट लान्स कर्पोरल यहाँ ताकत ओ माई गड मामा प्लिज एक्चुअली फेरि देखाइदिनु होइन ऊ मामाले त कहाँ खुट्टा माथि गर्नुहुन्छ नि मामाले कहाँ तिम्रो सुब्दार साहब पो त हाम्रो मामा त फेरि हो र मेस्सी आमा नाच्ने डान्सर How's life in the army? It's good. It's good. So far so good. Okay. I'm still कति years भयो like 3 years भयो. त्यस्तो फिल नै हुँदैन होला है basically I think when you're in the army you're the same हैन र सबैजना just fighting with the same person. Obviously उनीहरु अब more trained हुन्छ उनीहरुको resilience more हुन्छ नि त त्यो भएर हामी भन्दा चाहिँ they are much more higher उसमा okay
That's मेरो personal. तर तिमी अब आफूहरूको केसमा त you guys are treated not as Gorkhas but as a normal British infantry हो नि त हैन त यो चाहिँ Gurkhas त हैन नि त हैन normal as yes Goras British army त्यो चाहिँ भन तर हामीलाई चाहिँ नेपालीज नै भन्छ गोर्खेहरूले चाहिँ गोर्खे cuz गोर्खेहरूको उनीहरु कति स्ट्रगल गरेर अब कति उस हुन्छ नि त Of course, but I think they deserve their Of course, yeah, they deserve that. They're different. प्रेस्टिजियस होला के किन हामीले पनि ट्राई गरौँ न त्यो त भएन हैन भर्ती हैन सो गाइज हैन very very informative कुरा भयो हैन लान्स कर्पोरल हाम्रो महिमा गुरुङसँग अहिले हङकङमा हुनुहुन्छ रिसेन्टली अनि मामासँग पनि अनि मामा चाहिँ सुबेदार साहब हो पहिलाको सो हो नि That is like So 2 generations of Gorkhali army. अहिले चाहिँ मामा नि लाइफ आफ्टर आर्मीबाट रिटायर भइसकेपछि तपाईँको लाइफ चाहिँ कस्तो छ मेरो लाइफ अब यस्तै छ राम्रै छ आपको सामने है भनौँ हैन भगवानको दिया सबको सेम हुने जस्तो सो त्यही हो गाइज हैन आज चाहिँ हामीले चाहिँ आर्मीको दुईटा जेनेरेसन हैन पुरानो जेनेरेसन हाम्रो मामाहरू र अहिलेको हाम्रो नयाँ जेनेरेसन बहिनीहरूको बारेमा अलिकति बुझ्ने कोसिस मात्रै गरेको सर्फेसमा हैन त्यो गाइज हामी चाहिँ अहिले टेम्पल स्ट्रिटतिर आइपुग्यो पार्कमा सकेर पार्कमा एकछिन चिल भएर यता आइपुग्यो उता हो जाने त ठाउँ त माथि हो उता माथिबाट लेफ्ट साइड हो कि बजारले त मामा आज कस्तो रमाइलो भयो रमाइलो बाबाहरूमा एकदम युकेबाट हजुर एकदम रमाइलो भयो कति वर्षपछि भेट्न पाएँ कति वर्षपछि भेट्नु ए कति खोइ भुल्यो म त धेरै कति वर्ष भयो तिम्रो नआएको 6 वर्ष 6 वर्षपछि भेट्नु है बहिनी पनि ठ्याक्कै आइपुगेछ त ए अघि टाउको सामान के वाला रे टुटु हैन खिचिङ होइन ल हामी चाहिँ अब यताबाट घर जाऊँ होला बिसन अब हामी चाहिँ यहाँबाट अलराइट गाइज उता भर्खर छोरीहरू सबैजनालाई दाइहरू सबैजनालाई बाई बाई गरेर हामी अब घरतिर निस्किन लाग्यो एनिवेज थ्याङ्क यू सो मच फर वाचिङ अब गुड नाइट हाम्रो सब्सक्राइबर्सको चाहिँ एकदम जरुरी छ है गाइज प्लिज सब्सक्राइब गर्नु होला है त गुड नाइट सी यू अगेन बाई बाई